ल्यापटप छैन त मेरो यही राखेको थियो त कहाँ गएछ दिपा पर्खी बसे आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो दिपा हेर न मेरो कोठामा ल्यापटप छैन त कहाँ गयो मेरो ल्यापटप त्यो ल्यापटप त्यो घाटो लागेको ड्राइभर आएको थियो मैले उसलाई दिएर पठाएँ जान्नेबाट किन दिएको किन तिमी मसँग रिसाएको तिमी त ल्यापटप चलाउनु न भन्थ्यौ कि चलाउनु थाल्यो क्या तिमी पनि बानी लाग्यो क्या तिमीलाई ए छोडिन सुकुन त होइन तिमी जाऊ म जान्न क्या मेरो जरुरी कुरा छ एउटा साथी आउँछु भने चाहिँ म साथीलाई परिचय गर्छु साथी आइरहेको छैन क्या मेरो एकदम कुरा गर्नै पर्छ के जरुरी कुरा को साथी हो तिमीले प्लिज तिमी जाऊ न कस्तो मलाई आजकल निन्द्रै लाग्दैन कि यो कुरा नगरेको तिमी पुरै बुझ्दैनौ मेरो एउटा साथी आउँछ त्यो साथीसँग कुरा गर्नुपर्छ क्या मलाई त्यो साथी आज आउँदिन तिमी यो प्राकृतिक संसारलाई भुलेर भुल भुलैया र छलकपटको संसारमा हराउँदैछौ तिमी योसँग खेलिरहेको छैनौ अब यसले तिमीसँग खेल्न थालिसक्यौ प्लिज दिपक यसरी एडिक्ट नहौ म एडिक्ट भएको छैन तिमी मलाई किन एडिक्ट भयो भने आज तर मलाई हिँड्न लागेन क्या मलाई एकछिन कुरा गर्नुपर्छ तर कुरा गर्दा साथी आउँछ क्या साथी को साथी दिपाली म एउटै घरमा बसेर पनि तिमी मसँग कुरा गर्दैनथ्यौ मलाई पनि तिमीसँग कुरा गर्न मन लाग्थ्यो त्यही भएर मैले दिपाली बोलेर तिमीसँग च्याट गरिरहेको थिएँ मसँग अरू उपाय पनि थिएन नि नो तिमी झुट बोलिरहेको दिपा तिमी झुट बोलिरहेको यो हुनेछ तिमी मेरो डिटेल हेरौ मेरो डिटेल तिमी सबै हेरौ सबै थाहा हुन्छ नि को ब्रान्ड छ तिमी थाहा कस्तो बनायो फेसबुकले आउँदा श्रीमतीको अगाडि केटीको कुरा गर्न थालिसक्यो दिपक दिपाली आउँदिन तिमी खुर्स गर्न सक्दैन होइन मेरो उसँग केही पनि छैन साथी तर कस्तो कुरा गर्छ दिपाली आउँदिन दिपक खुर्स गर्न सक्दैन मेरो उठ्ने पालो दिपाली छैन तिमी माइन्ड नगर मलाई तिमी बुझाएर त्यस्तो केही पनि होइन तै पनि दिपाली आएन मलाई थाहा छ त्यस्तो तिमीलाई पनि थाहा छ त्यस्तो केही पनि होइन तर उसको कुरा गर्ने स्टाइल एकदम राम्रो राम्रै एकदमै राम्रो छ तर उसँग कुरा गर्ने बानी एकदम बानी लागिसक्यो मलाई दिपा आई लभ यु बट तर दिपालीसँग कुरा गर्ने बानी एकदम बस्यो अनलाइन आउँछ होइन तिमीलाई थाहा छ नि तिमी भन्न सक्छौ नि अनलाइन आउँछ तिम्रो त 32 वटा जाँच छ नि दिपा तिमीले भनेको पुग्छ आउँछ एकछिन अनलाइन दिपाली अनलाइन Hi, Dipali. How are you? Offline भन्छ दिपा अफलाइन भन्नुहोस् हेर तिमी हेर न
आजकलको यो आधुनिक युगले निम्त्याएको सामाजिक समस्या हो। हामीले यसको उपयोग गर्नुपर्थ्यो, उल्टै हामी यसको लतमा फस्यौँ। आजकल यो फेसबुक इन्टरनेटले गर्दा मानिसहरू एउटै थपगनी भएर पनि छुट्टा छुट्टै बस्न थाले। आजकल यो समस्या बढ्दै गइरहेछ। यो खतराको सूचक हो। के युवा के वृद्ध सबै यो लतमा फस्दै गएको छ। हेलो दिपकजी। हाई, तपाईँ दिपालीलाई चिन्नुहुन्छ? चिन्दिनँ। ल भन्नुहोस् दिपकजी, तपाईँलाई कहाँ दुख्छ? मलाई कहाँ दुख्छ? दिपा, मलाई कहाँ दुख्छ? मलाई यहाँ दुख्छ होइन, यहाँ। होइन होइन डाक्टर साहब, दीपक के भनेको तिमीले? यो बिहान यो टाउको दुख्यो भने होइन? मैले पत्रिकामा पढेको, उहाँ डाक्टर हो, यहाँ दुख्यो भने यहाँ उपचार गर्छन्। त्यही भएर मैले उहाँलाई उल्टो भनेको। अब मैले यहाँ दुख्छ भने अहिले होइन, अब त उहाँले यहाँको उपचार गर्नुहुन्छ होला। आजकल तिमीलाई थाहा छैन, डाक्टरलाई उल्टो भन्नुपर्छ उपचार गर्नु। हौ पन्नी, तपाईँ के गर्नुहुन्छ? अब 1 महिना नो कम्प्युटर नो च्याट है? तपाईँ डाक्टर होइन? हो। अहिले त हाम्रो देशमा सब डाक्टर, राष्ट्रपति पनि डाक्टर, प्रधानमन्त्री पनि डाक्टर, सब डाक्टर, जनता चाहिँ रोगी। डाक्टर, कैन आई आस्क अ क्वेसन? यति धेरै नेताहरू डाक्टर भएको ठाउँमा देश चाहिँ किन रोगी? Can you explain me about this? I'm very confused. Deepak. So I'm confused. Deepak, please, Deepak. I'm confused. That's why I'm asking. Deepak, चुप लाग्यो। Doctor, if you don't mind, can I use this laptop? No more laptop, please. दिपाजी, उहाँलाई यो लतबाट छुटाउन 1 हप्ता यहीँ राख्नुपर्छ। अलिकति असामान्य हुनुहुन्छ, तर बेलैमा ल्याउनुभयो, ठिक गर्नुभयो। त्यो फेसबुकको लतले गर्दा त मान्छेहरू रियाज सेन्टरसम्म पुगेका छन्। यसमा होस् गर्नुपर्छ। उहाँलाई रेस्टको आवश्यकता छ। म उहाँलाई निन्द्राको औषधि दिन्छु। बेड नम्बर 5। सर नमस्ते। तपाईँ यहाँ? म तिमीले घरमा लानु सक्दैन, बुढीले मार्छ। नै, म तिमीले घरमा लानु सक्दैन, बुढीले मार्छ। कले के यस्तो गरायो, भोक प्यास निन्द्राले हरायो। 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 के पनि दुईजना मान्छे रातिमा टोयलेट पनि पाउँछु। एउटा साइड होइन क्या